ल साथीहरु अब हाम्रो यहाँ राके धपाउने सुरु भइसक्यो अब ल हेर्नु म त यस्तो मासुको चोक्टा बोसो खान्छु हेलो एभ्रिवान नमस्ते अनि वेलकम ब्याक युगराज 9 ब्लग युट्युब च्यानल सन्चै हुनुहुन्छ होला म चाहिँ कहीँ नै गयो यही मकै गएर अल्छे म चाहिँ सन्चै छु सन्चै भन्दा अझ थोरै स्वास्थ्यमा समस्या आउनु खोजिरहेछ यो के भन्छ ग्यास्ट्रिक हुने मान्छे होइन आज त खिर खाइदिएको विशेष गरेर बिहान अनि मही पनि खाइयो खिर पनि खाइयो त्यसैले होला ग्यास्ट्रिक दुखेर अलिक नमजा भइरहेछ तर केही छैन अहिलेसम्म केही काम गरिएको छैन बिरामी भएर अनि छ्यामाहरूले चाहिँ यता मकै भाँच्दै हुन्छ छ्यामी र मेरो मान्छेले गर्लफ्रेन्डले चाहिँ यता मकै भाँच्दैछ मकै भाँचेर यहाँले सक्मा चाहिँ छ्यामीले म चाहिँ जङ्गलतिर जानु पर्यो भनेको अहिले भर्खर अहिलेसम्म बसेँ पेट दुखेर क्या होइन अलिक नमजा भयो अन्त त्यसैले म चाहिँ अब हतियार बोकेर म चाहिँ जङ्गलतिर जान्छु किन भन्दाखेरि काँक्रालाई चाहिँ ठाक्रा लाउनु पर्ने छ आमाले काँक्रा ठाक्रा लाउनु पर्थ्यो भनेको हुनुहुन्छ त्यही भएर म चाहिँ जङ्गलतिर हिँडेको ठाक्रा काट्नु पर्ने छ विशेष आज भनेको साउने सङ्क्रान्तिको दिन ओहो के हो मेरो सुन्तला यो कलमी गरेको थिएँ बिजोग छ त सबै झरिया रहेछ नि ऊ चाहिँ माटो चाहिँ ल अब म चाहिँ जङ्गल जान्छु होइन जङ्गल गएर ठाक्रा काट्नु पर्ने छ अनि ठाक्रा काटेर ल्याएर ठाक्रा लाउनु पर्ने छ ठाक्रा नभएकोले काँक्रा फलेकै छैन अलिअलि फल्दैछ सायद यिनीहरूलाई पनि लगेर यस्तैहरू लगेर लगाउनुपर्छ होला ल साथीहरू म चाहिँ जङ्गल जान्छु ल जङ्गलतिर गएर त्यतापट्टितिर के काट्छु मसिनो झाँक्रा झुक्रीहरू काटेर ल्याउनु पर्यो अनि काँक्रा ठाक्रा लानु पर्यो ल म चाहिँ बाटोमा आइपुगेँ त्यहाँ छ बाटो म यताबाट आएँ होइन अब चाहिँ माथि चढ्नु पर्यो पुरै बाढी आएर कोसी जस्तो भइरहेछ म चाहिँ यतैतिरको काट्नु पर्यो ठाक्रा साक्रा काँक्रालाई ठाक्रा भन्दै ठाक्रा काट्नु पर्नेछ यतिको काट्नु पर्यो काट्नु नजाम हेलो गाइजहरू म चाहिँ जङ्गल आइसकेँ अब म चाहिँ धमाधम रुख लडाउनु थाल्नु पर्यो गाली चाहिँ नगर्नु होला रुख लडाउँदाखेरि रुख त खास लडाउनु त नमिल्ने हो होइन तर पनि के गर्नु काँक्रा ठाक्रा काट्नुपर्ने छ अनि अर्को कुरा के फाइदा छ भन्दाखेरि नि रुख लडाइयो भने नि सबै यताको रुख लडाउने भने करोडपति चाहिँ पक्कै भइन्छ साथीहरू है करोडपति चाहिँ पक्कै भइन्छ कि किन भने यो के हो चिन्नुहुन्छ यो हेर्नु त यो के हो यस्तोको बिरुवा छ क्या धेरै छ यतातिर सबै जङ्गल फडानी गर्ने हो भने अनि यस्तो हुर्काउने हो भने चाहिँ छिटै करोडपति चाहिँ भइन्छ क्या तर अब त्यसकै खेती गर्न पनि सकिँदैन गर्न त के नसक्नु तर कसले यत्रो जङ्गल फाड्ने होइन यत्रो जङ्गल फाड्यो भने फेरि तपाईँहरूले पनि मलाई झुस्ना गाली गरिहाल्नुहुन्छ विशेष आज त झन् साह्रो साउने सङ्क्रान्तिको दिन होइन आज लुतो पुतो सबै फाल्ने दिन लुतो फाल्ने दिन अनि अहिले रुख लडाएँ भने त मैले त फेरि दरो गाली पाइहाल्छु त्यस कारण म आज त्यति धेरै रुख लडाउँदिनँ म यहाँको यो एउटा चाहिँ लडाउनु पर्यो किनभने काँक्रालाई ठाक्रा लाउनु छ नि त त्यसैले होइन वास्तवमा यो सिन्कौली हो क्या तेजपत्ता है यो कति धेरै छ नि साथीहरू यो जङ्गलैभरि यता फाड्ने हो भने पुरै यो बिरुवा छ यता मासतिर नै अस्ति मैले अस्तिभन्दा म सायद पोहोरतिर 4-5 बोट चाहिँ मैले त्यतातिर हुर्काइरहेको थिएँ अनि यता थुप्रो मसिनो बिरुवाहरू उम्रिँदैछ होइन तिनीहरूलाई चाहिँ जगेर्ना गर्ने हो भने कस्तो करोडपति नहुनु
समथिङ अहिले यो बिरुवाको बोक्रा हो भने यसको बोक्रा लाने भने लगभग 85 भनेको 85-86 रुपियाँ किलो छ। अनि यसको पात चाहिँ हो भने लगभग 42-43 रुपियाँ केजी छ। अनि करोडपति भइँदैन त। यो जङ्गलैभरि यस्तै यस्तै बिरुवा छ कि कति धेरै छ। तर अब के गर्ने, यस्तै हो। अब बाँदरलाई पनि आएर बस्न सजिलो फेरि हुँदैन। रुख काटिहालेपछि बाँदरले पनि आएर बस्नु पर्यो। हाम्रो जुन मकै सकै छरेकोहरू तिनीहरू बालीनाली खाइदिनु पर्यो होइन, त्यस्तै छ। त्यसैले म जङ्गल सबै फडानी त गर्दिनँ, तर म यो रुख चाहिँ बाँकी राख्दिनँ है गाईहरू। ल म अब त्यसलाई ड्याङ्कर काटौँ। ल म चाहिँ रुखमा आइपुगेँ। अब यसलाई म काट्छु। यो चाहिँ ठाक्रा लान्छु होइन। तर त्योभन्दा पहिला हेर्नु न कस्तो अचम्मको रुख भएको क्या यहाँ। यो चाहिँ यहाँ बाटोबाट निक्लेछ क्या। यो यहाँ टक्क निक्लेछ अनि माथि गएर जोल्ठिएछ एक ठाउँमा। कस्तो अचम्म भएको है यो। गम्री भयो गम्री। यसलाई काट्दिउँ भनेको। ठिकै छ। बाँदरलाई कति राख्नु होइन। बाँदरलाई धेरै माया गरिसक्यो। यसलाई चाहिँ म काटिदिन्छु ड्याम्न भारी। ल एउटा रुख लडिसक्यो। अब अरू पनि हेर्नुपर्छ मैले। ओहो तरुलको रुख म माघे सङ्क्रान्तिमा चाहिँ तँलाई म खन्छु। आज साउने सङ्क्रान्तिको दिन केही गर्दिनँ। माघे सङ्क्रान्तिमा आएर तँलाई खन्छु। यसको बिरुवा बोटिया रहेछ। यहाँ सिँकोइ ठुलो भइसकेको रहेछ। गर्मी त गर्मी, साह्रै गर्मी। एउटा त काटे है। अब अरू के काटौँ भन्दैछु क्या। के काटौँ यत्रो जङ्गलमा पनि। अब के गर्नु, जस्तो पाए त्यस्तै काट्नु थाल्यो भने तपाईँहरूले गाली गरिहाल्नुहुन्छ। त्यसैले गर्दाखेरि अलिक विचार गरेर मात्र काट्नुपर्छ। यहाँ पनि त्यसको बिरुवा छ। यो सिन्कोलीको बिरुवा। अब कुन काटौँ भन्नु त तपाईँहरू। पानी पर्न थाल्यो त। किराकिरीहरू न्याङ गर्दै कराएकै छन्। पानी परो असिना छोड्यो दैको रुमाल, भाउजूलाई मन पर्यो टिन्टिङ भनेर गीत गाउँथे पहिले। हिजो आज खै गीत गाउनु थाल्यो। उठ्यो पनि त्यत्रो सिन्कोलीको बिरुवा भइसक्यो। ल अब गफ नगरौँ, म चाहिँ तलतिर झर्छु। ल पानी पऱ्यो गाइस। रुखलाई लडाइयो। अब फेरि यसलाई त यस्तो झ्याक्रै लानु सकिँदैन। यस्तो लानु भए त राम्रो नि होइन। यस्तो लानु सम्भव हुँदैन, सकिँदैन लानलाई। त्यसैले गर्दाखेरि खाँचो आइया मासले नि माम्पाका यार लडेर मरिन्छ के अरे। हात मर्केर हात दुखेर फेरि के भएर यस्तो बिजेको भइरहेछ। लडिङ भइयो मर्ने गरी। जिन्दगी बेहाल छ हौ गाउँघरतिर बस्नु। हात मर्की झन् साह्रो दुख मेरो। बिजोकले एउटा ठाक्रा चाहिँ यहाँ झारे। अर्को यतातिर हेरौँ के रहेछ। यो बाटबाटै छ भने सब काटिदिनु पर्यो क्या गाइज। बाटोको हालत चाहिँ बेहाल रहेछ नि त। बेहाल बाटोको बेहाल रहेछ हालत।
ल यस्तो रहेछ क्या बाटोको हाल अनि पो गाह्रो रहेछ त बाइक हिँडाउनलाई अब म चाहिँ रुख काटिदिनु पर्यो घेर के काँक्रा यति गरेर नै काँक्रा खान पाइँदैन बल्ल बल्ल बाटोमा झारियो होइन आज जाँगरसँग एउटै छैन कि इनर्जी लेस भइरह सायद ग्यास्ट्रिकले पिरेर होला एकदम इनर्जी लेस भइरहेछ तर पनि केही छैन यसलाई बोकेर हिँड्नुपर्छ ल काँक्रालाई थाक्रा चाहिँ बोकी एउटै मात्रै काटेर हिँडाइयो आइया तेरीमा टोक्ने यतै अल्झिन्छ जस्तो छ अहिले यताको काँक्रा चाहिँ फल्दैछ भनेको सुनेको थिएँ आमाले भन्दै हुन्थ्यो जस्तो लागेको थियो लिचीलाई मर्नै उखालिदिनु पर्दैछ अनि चाहिँ फुल्नु सुरु गर्दो रहेछ क्या यसलाई चाहिँ पोरै उखालिदिएको अनि यसलाई चाहिँ यसपालि उखालिदिएको यो चाहिँ अब चाहिँ यो पनि पाउलिन सुरु गरेछ है उखाल्नु पर्ने रहेछ क्या यसपालि आँप त केही पनि भएन यसपालि फलेन काँक्रा यहाँ फल्दैछ भन्दै हुन्थ्यो आमाले कहाँ फलेछ थाहा भएन त्यो चाहिँ मजाले पलाएछ यसपालि ल अब पारी डाँडामा राँगाको मासु लिन जानुपर्ने छ भैँसको ल्याएर फाटफुट गर्नु पर्ला या मामीहरूलाई पनि दिनुपर्छ भन्दै हुनुहुन्छ अब म सायद मासु लिन जान्छु होला है साथीहरू अब त हेलो साथीहरू म चाहिँ मासु लिन हिँडेको मासु आज विशेष राँकी धपाउने दिन सङ्क्रान्ति होइन अब भरे राँकी त धपाउनु छँदैछ त्योभन्दा पहिला हामीले मासु चाहिन्छ नि त मासु आफूले पनि खानु पऱ्यो अनि भरे चाहिँ राँकेलाई पनि खानु दिनु पऱ्यो राँकी भूतलाई पनि होइन त्यसैले अनि विशेष गरेर हामीलाई चाहिँ के भन्दाखेरि राँके धपाउनको लागि चाहिँ राँकै मासु भैँसीकै मासु चाहिन्छ त्यही भएर म चाहिँ मासु लिनु जाँदैछु त्यहाँ पर मासु लिनु जाउँ भनेर म चाहिँ मासु लिनु जाँदैछु ल साथीहरू ल म यहाँ चाहिँ आइसकेँ मासु भएको घरमा चाहिँ मासु चाहिँ कता छ खोज्नुपर्छ अरे मान्छे घरमा छैन भन्दैछ घरमा को हुनुहुन्छ तिम्मा हुनुहुन्छ भन्ने कुरा तिम्मा हुँदो छ ती भित्र तिम्मा मासु कहाँ छ अरे मासु के मासु तिम्मा ए यो हो क्या अरे त्यसो भए ल मासु चाहिँ यही रहेछ के अरे साथीहरू यो चाहिँ दुई खाले छ अरे सायद मेरो भाग चाहिँ यही हुनुपर्छ भैँसीको तिम्मा यो चाहिँ घरको रहेछ लग्यो भनिदिनु ल तिमा लग्यो भनिदिनु ल मजौलेको लग्यो भनिदिनु मेरो भागको मासु चाहिँ यति रहेछ अब यसलाई फाट्नु पर्ने छ यसलाई चाहिँ काउले पठाउनु छ होइन ल भैँसीको मासु चाहिँ एकदम यसपालि सुन जस्तै भएको छ महँगो भनेको पाउनै नसकिने कि होइन एकदम महँगो क्या 1.5 केजी यहाँ छ त्यसपछिबाट घरमा चाहिँ 3 केजी आएको छ भनेपछि 4.5 केजी मासु ल्यायो भने त अनि मान्छे कसरी उँभो लागिन्छ त सङ्क्रान्तिकै दिन साउने सङ्क्रान्तिमा अनि मसान्तमा सङ्क्रान्ति र मसान्तमा मासु खाइयो भने खाएकै गर्नुपर्छ ऋण परेक गरिन्छ अरे यसरी मासु खाइन्छ
अनि काम लागिन्छ कहीँ म चाहिँ मासु मस्यौली बोकेर हिँडेँ ल है साथीहरू म चाहिँ मासु बोकेर हिँडेँ अब लगेर फाट्नुपर्छ टुच्चसँगले टुच्च पारा फाटेर त्यसपछि अब आफूलाई कति राख्ने त्यही अनुसार अनि अब भरे सुँगुरको त छँदैछ च्वाचेको त एक धार 3 केजी ल साथीहरू मैले चाहिँ मासु ल्याएर पनि फाटिसकेँ यो चाहिँ च्वाचेको मासु एकदम सेतै भएर च्वाचेको मासु यो चाहिँ अनि त्यसपछि यतातिर चाहिँ राखेको मासु भैँसीको यो छेउछेउतिर राखेको छु अब भरे यसलाई चाहिँ पकाएर त्यसपछि खानुपर्छ राखे पनि धपाउनुपर्छ भरे ल म चाहिँ मासुहरू चाहिँ ल्याइपुर्याएँ घरमा ल्याएर अब घाँस काट्नु छ बेलुका तेरिमे टोक्ने अनि मेरो यो के मरिगयो यहाँ चाहिँ बाँचिरहेको छ बुद्ध चित्त अनि यहाँ त बुद्ध चित्त नै भइरहेको हो त यहाँ यो त कोथ्रोनी नै गइगएछ नि त साथीहरू ओ तेरि यो त गइ नै गएछ है यो चाहिँ एउटा चाहिँ त्यहाँ बाँच्दै रहेछ त्यो चाहिँ सायद अब यो चाहिँ बाँच्छ कि अनि म चाहिँ माथि जानु पर्यो भनेर हिँडेको जाँगर एउटै चलिरहेको मरेछ साथीहरू यहाँको त कोत्रो नै मरिने गएछ अब यतातिरको मसिनो बिरुवाहरू चाहिँ के छ बाँचेको छैन त्यो चाहिँ हेर्न बाँकी छ म हेर्दै जान्छु तिहार आए जस्तै सयपत्री फुल फुलेर बबाल फुल फुलिरहेछ यसपालि त खै तिहार पनि आउँछ कि आउँदैन थाहा छैन किनभने यसपालि फुलसुल पनि दल बिरुवा राखिएन होइन अब त्यस्तै हो आफ्नो पीडा आफैसँग छ होइन त्यो भनेर के भनिरहनु त्यस्तै छ अब यसपालि सायद हेरौँ यहाँनिर चाहिँ बुद्ध चित्त एउटा यहाँनिर बाँचिरहेछ त्यसपछि अर्को यहाँनिर छ यहाँ छ त्यसपछि अर्को यता डिलतिर थियो त्यो चाहिँ छैन कि हो अर्को मर्नु भयो कहाँ पो थियो एउटा बुद्ध चित्त त छैन त बुद्ध चित्त एउटा बुद्ध चित्त यहाँ कहाँ रोप्यो मैले मलाई थाहा भयो नि त उता दुईटा चाहिँ छ एउटा छैन लु कहाँ रोपेको थिए कहाँ अरे ए यो त मरिहालेछ नि मरेछ साथीहरू यतै बाँचेर हामी घाँस काट्नु आएको घाँस ल साथीहरू म चाहिँ घरभन्दा माथि आएँ होइन घरमा तल्लो छ अनि म चाहिँ घरभन्दा माथि आइपुगेको छु अब प्राणीहरूलाई त यसो घाँस काट्नै पर्यो त्यस कारणले अब म चाहिँ यही गराएको ढोडहरू काट्छु अनि ढोड काटेर लगेर आज प्राणीहरूलाई चाहिँ मैले खुवाउनु छ
आज संक्रान्तिको दिन हामी चाहिँ खिर खाएको अघि नै खाइसकेर खाएर पनि उब्रेको फेरि हामी खाँदैछौँ धेरै पकाएर गोठातिर लगिदिनु पनि अन्त बिहा भएको म चाहिँ नुहाएर बसेको लगाएको छैन अनि अब मासु काट्नु बाँकी छ मासु काटेर पकाउन अब च्वाचेको मासु काट्नु पर्ने सेतो सेतो च्वाचेको मासु छ है ल हेर्नु है साथीहरू ए आमामा के खालको हो यो त ए खतरा खतरा छ है च्वाचेको मासु आज हामी त्यस्तो खाँदैछौँ त है अब म यो काट्नु पर्यो च्वाचेको मासु हेर्नु त कति मोटो मोटो छ अब मोबाइल एउटा मेरो पनि च्वाचेको मासु खतरा 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 छ है च्वाचेको मासु ल्याउ त एकचोटि निकालेर त्यहाँबाट के साह्रो नभ्याएको पिठा खान्छ अहिले यता चाहिँ काट्नु हुँदैछ सरले मासु खतरा मासु छ भरे यस्तै भरे खाँदाखेरि बोसो मुखमा झ्याउ झ्याउ रमाइलो तर हेर्दा के अरे हेर्दाको डाल ढेँडोको काल भन्नु चाहिँ काम छैन अझै त्यो बोसो छ जस्तो छ मलाई चाहिँ मासु खाँदाखेरि बोसो चरर मुखमा आउनुपर्छ अनि मात्रै रमाइलो हुन्छ नत्र हुँदैन जसको घरमा चाहिँ के जस्तो नारा जस्तो सुँगुर पालिन्छ उसको घरलाई उसलाई चाहिँ फेरि चाहिन्छ त्यस्तै हो बोस ल हामीले चाहिँ च्वाचेको मासु यति काटिसकेको पकाउनु बाँकी छ सुँगुरको मासु के अरे राँगाको भैँसीको त कतिको छ त देख्नुभयो च्वाचेको मासु ल है अब पकाउनु पर्छ यो मासु चाहिँ त हाम्रो गर्लफ्रेन्डले मेरो गर्लफ्रेन्डले पकाउँछ उतातिर म चाहिँ मासु काटिदिएको मान्छे काटिदिएको अनि त्यसपछि अहिले ढेँडो मस्काउनु पर्ने छ अझ फेरि मैले ल अब अहिले राँके धपाउनु बाँकी नै छ साथीहरू भिडियो हेर्दै गर्नु ल राँके धपाउँछौँ हामी फेरि कसरी धपाउँछौँ त्यसरी ल अब चाहिँ हाम्रो पकाउने काम सुरु गुरु काम सुरु लगाइदिने म लगाइदिने धेरै छ त नि त्यो उताको बोसो चाहिँ धेरै नपकाउनु क्या यो अनि हात भयो हैन र यो यिनीहरू पकाइदिनु यो छ यिनीहरू राखिदिनु क्या यिनीहरू यो लाङ न यो ल साथीहरू राँके धपाउनेलाई हुँदै हुँदैछ यी मिठो मिठो बास्ना आउँदैछ अब चाहिँ पुरै पाक्दैछ यहाँ यो पाकेपछि फेरि यहाँ अर्को खाना पनि बनाउनु छ के लाग्यो मिठो बास्ना आउँदैछ सुँगुरे माया है सुँगुरे माया त नमिस भाइ ल अब हाम्रो तरकारी चाहिँ पाक्न लागेको छ मिठो मिठो बास्ना आउँदैछ जस खानेकुरा चाहिँ मिठो बनाउँछ है मेरो घरवालीले बनाउनु पर्छ भने त म फुर्काको फुर्का गर्नुहुन्छ कहाँ फुर्काएको हो त मिठो पकाउँछ कि उसले अनि त्यही भएर सधैँ भात तरकारी चाहिँ उसैलाई पकाउनु लाउँ जस्तो लाग्छ कि साथीहरू बुझ्नुभयो नि किन रहेछ मिठो बनाउँछु भनेर भने किन रहेछ तपाईँहरू बुझ्नु है तपाईँहरू बुझ्नु मैले मिठो बनाएको होइन आफूले बनाउनु पर्छ भनेर पो होइन मिठै बनाउँछ उसले 4 भ्यू गइहालेछ यति बाबा ल साथीहरू अब हाम्रो यहाँ राके धपाउने सुरु भइसक्यो अब ल खाऊ त खाऊ अब मैले चाहिँ खानु सुरु गरेँ
हुन्छ त्यो सत्य तिरको गाडी होइन रे के मम्मी कसले राम्रो भन्छ र त्यो म त कुनै राम्रो लाग्दैन हो न खाइदिनु छ तर अब के गर्छ राम्रो भन्छ तर खासै कतिलो होइन रहेछ मासु ल साथीहरू अब हामी धमाधम खाँदै गरेको अब भिडियो राखे धपान चाहिँ अब पाइएन राखे धपान चाहिँ म अर्को भिडियोमा तपाईँहरूलाई राखे धपान बनाउँछु सुनेको तेरो त्यो मासु सुन्दै गरेको सुन्नुहोस् खान अब स्कुल जान थाल्यो अब के गरौँ भन्दैछु यतातिर अब पकाउन सुरु साथीहरू ल अब हामी राखे धपाको भिडियो चाहिँ म अर्को भिडियोमा ल्याउँछु ल साथीहरू पार्ट 2 मा खाली के राख्यो ल आज सायद मेरो भिडियो यतितिर अब म अन्त्य गर्न चाहन्छु किनभने निकै रात परिसकेछ ढिलो भइसकेछ भिडियो अब ढिलो हुन्छ होइन त्यसैले ल साथीहरू अब म चाहिँ मासुको चोक्टा खाँदै ल हेर्नु म त यस्तो मासुको चोक्टा बोसो खान्छु त्यत्रो चोक्टा मैले खान्छ हौ उयो खानु पर्यो यो डाँटो फेरि केही खाँदैन इसके लिए महीनों पहले अप्लाई किया था गार्ड्स ने मास्क पहना है क्योंकि वो यहाँ एक जोखिम भरा काम कर रहा है